पत्नीले पतिको मात्रै पूजा गर्नु सेवा गरेर बस्नु होइन, पतिले पनि पत्नीको सेवा गर्नुपर्दछ। यो बताइएको छ। स्वपत्नीम यजयेत यो हि वस्त्रालङ्कार चन्दनहि प्रकृतिस्तस्य सन्तुष्टा यथा कृष्ण द्विजार्चनः। वेदव्यासजीले भन्नुहुन्छ, जो व्यक्तिले आफ्नी पत्नीको सेवा गर्दछ, कसरी वस्त्र, नयाँ वस्त्रहरू दिएर, अलङ्कार, नयाँ गहनाहरू दिएर, चन्दन लगाएर शरीरमा यसरी पूजा गर्छ। अब धूपदीप घुमाउने त भन्नुभएको छैन होइन, तर वस्त्र अलङ्कार र चन्दन लगाइदिनु, यसरी पत्नीको सेवा गर्नु, पत्नीलाई प्रसन्न गर्नु, नयाँ नयाँ आभूषणहरू दिनु, समयअनुसार नयाँ नयाँ वस्त्रहरू लिएर दिनु। यसो गर्नाले के हुन्छ त्यो पतिलाई भन्दा प्रकृति तस्य सन्तुष्ट, सारा चराचर प्रकृति सन्तुष्ट हुन्छ त्यो पुरुषमाथि, प्रकृति अनुकूल हुन थाल्छ त्यो पुरुषमाथि, उसको आय स्रोतमा वृद्धि हुन थाल्छ। पत्नीलाई सन्तुष्ट बनायो भने सारा प्रकृति सन्तुष्ट हुन्छ। र अब केवल प्रकृति मात्रै भन्दाखेरि होइन, यथा कृष्ण द्विजार्चन, भगवान श्रीकृष्ण पनि प्रसन्न हुनुहुन्छ अरे पत्नीको सेवा गर्नाले। स्वयं भगवान कृष्ण प्रसन्न हुनुहुन्छ। कसरी? द्विजार्चने, जसरी ब्राह्मणहरूको पूजा गरेर भगवान प्रसन्न हुनुहुन्छ, वैष्णवहरूको पूजा गरेर प्रसन्न हुनुहुन्छ, त्यस्तै प्रकारले आफ्नै अधिकृत पत्नीको पनि समय समयमा यस्तो तरिकाले पूजा गर्नाले भगवान कृष्ण प्रसन्न हुनुहुन्छ भनेर यसरी वेदव्यासजीले भन्नुहुन्छ।